तपाईँ त एउटा बोनको एकदमै सिनियर गुरु, सिनियर लामा बोनको र सिनियर घेसे र तपाईले सबै ठाउँ देख्नुभयो बाल्यकालदेखि लिएर अहिलेसम्म तपाईले देश विदेश देख्नुभयो र बोन धर्मको बारेमा तपाईलाई जति सायदै अरूलाई जानकारी चाहिँ नहोला। त्यसैगरी कार्यक्रम बोन संसार मार्फत हामीले यो पहिलो श्रृङ्खला पनि हामीले सुरु हजुरबाटै गरेको हो। हजुर। र तपाईले भनिदिनुस् कि यो बोन धर्म भनेको के हो? सबभन्दा पहिला म बोन वर्ल्ड र बीएल मिडियालाई नमस्ते र थ्याङ्क यू भन्छु मलाई यहाँ अपर्च्युनिटी र म चाहिँ अब यो सुरु गर्ने मान्छे भयो। त्यसकारणले खुसी छु। अब त्यो ठिक हो। अब त्यो बोन धर्म चाहिँ इम्पोर्टेन्ट हो हाम्रो सबै सोसाइटीले, खालि तिब्बतन र खालि बोन मान्ने मात्रै होइन। बोन धर्मको मतलब चाहिँ दुई तरिकाले हामी त्यो गर्न सक्छौँ। एउटा चाहिँ सर्ट एन्ड सिम्पल बोन धर्मको यो बोन छ नि नाम चाहिँ यो चाहिँ मेनली चाहिँ चेन्ज हो, चेन्जिङ टु चेन्ज आवर ओन सेल्फ फ्रम नेगेटिभ टु पोजिटिभ, ब्याड टु गुड, या नेरो टु फ्लेक्सिबल। बोन धर्ममा त्यो सङ्कलित भयो पनि त्यो खालि पूजा गर्ने बिलिभ गर्ने मात्र होइन, सबै बोन र भगवानले गर्छ हामी के त्यस्तो होइन। बोनले गर्नुपर्ने आफैले हो। बोन चाहिँ हाम्रो मनमा बोनको केही समझ आयो भने त्यसले हामीले कसरी त्यो इम्प्रुभ गर्ने हाम्रो भित्रको मान चाहिँ क्रोध छ होइन, लभ छ अनि जेलेसी छ, यस्तो भएको चाहिँ कसरी काम सफ्ट राम्रो गर्ने। त्यो चेन्ज भनेपछि हाम्रो लुक्स सबै स्टाइल चेन्ज होइन, चेन्ज भने भित्रबाट चेन्ज भएर मान्छे नै चेन्ज जस्तो भयो भने मान्छेले फिल गर्नु पनि पोजिटिभ सफ्ट एनर्जी, कुरा गरे पनि रमाइलो, रिस्पेक्ट, ट्रुथ। अनि त्यो समाजमा आयो भने अर्काको रिस्पेक्ट इक्वली एज यु रिस्पेक्ट एन्ड विश रिस्पेक्ट टु यु इक्वली, इक्विनिमिटी। त्यो त्यस्तो शिक्षा हाम्रो बिचमा जागरुक भयो भने त्यो चाहिँ बोनको मेन अर्थ त्यो हो। अब अर्को चाहिँ अलि एलिबोरेट गरे पनि अब त्यसमा चाहिँ त्यो हामीले त्यो मेन चाहिँ धेरै त्यो शिक्षाहरूमा 9 वेज अफ बोन बन्छ। अनि त्यो गरे पनि सर्ट गरेपछि 3 टाइपको हुन्छ। 3 टाइप भनेको माथि टिचिङ सिरिज चाहिँ हामी एउटा चाहिँ एकदम अब संस्कृतमा भनेपछि सूत्र हुन्छ 2 भन्छ हामीले, एउटा चाहिँ हाम्रो नाग भन्छ तान्त्रिक भन्छ होइन, अनि एउटा चाहिँ हाम्रो बोनमा जोक्से भन्छ। यो तिनटामा आफ्नो आफ्नो क्यापेसिटीको हिसाबले मनले बुझेको हिसाबले सुरु गरेर लिटल बिट मोर डिपर वी हेभ टु अन्डरस्ट्यान्ड लर्न। त्यहाँबाट चाहिँ त्यो हामी खालि लुक्स र एभ्री डेमा चेन्ज होइन, आफूले पनि चेन्ज अर्काले पनि चेन्ज गर्नु सक्ने। अनि थ्रु प्रेयर, थ्रु मेडिटेसन, थ्रु पावर अफ एनर्जी, हिलिङ धेरै 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 गर्दा मान्छेले अल्टिमेटली मान्छेको मनको भित्रबाट अन्धा भएको चाहिँ खोलेर विजडम क्रिएट गर्नु सक्ने। त्यसको मेथड टेक्निक अकर्डिङ टु क्यापेसिटी अन्डरस्ट्यान्डिङ आफ्नो के लेभल छ। फर्स्ट लेभलमा फिट छ भने फर्स्ट लेभल, जस्तो हाम्रो स्कुल एडमिट गर्दाखेरि कहाँबाट सुरु गर्छ, ग्रेजुअली त हाम्रो ग्रेजुएसन नै हो, तर सुरु त किन्डरगार्टनबाट गर्नु पर्यो। त्यस्तै खालको त्यो टाइपको हुन्छ। तर मेन चाहिँ हामी टिचिङमा यो 3 थरीको टिचिङ चाहिँ एकदम महत्त्व हाम्रो लाइफमा इम्पोर्टेन्ट। त्यसमा अब पढाइ गर्ने, शिक्षा गर्ने, डिपली जाने त्यस्तो हो। रेबु चाहिँ यसको इतिहास के छ? जस्तो बोन धर्मको इतिहासको बारेमा पनि अलिकति। बोन धर्मको चाहिँ सबभन्दा सुरु चाहिँ फाउन्डर भनौँ न चाहिँ उहाँको सङ्घीय तुम्बा सेरप भन्नुपर्छ। तुम्बा सेरप सर्टमा बोनको फाउन्डर हो। हाम्रो सङ्घीय भनेपछि बुद्ध जस्तो हो संस्कृतमा, हाम्रो तिब्बतीमा सङ्घीय भन्छ। सेरप नम्बर ज्यावा पनि भन्छ, तुम्बा सेरप भन्छ। सर्ट फर्ममा वेल नोन इज तुम्बा सेरप भनेपछि तुम्बा भनेपछि हु गाइड्स यु, हु टिचेस यु। सेरप चाहिँ उहाँको पार्ट अफ टाइटल नेम हो। त्यस कारणले तुम्बा सेरप मिवो चाहिँ हाम्रो बुद्ध हुनुहुन्छ, हाम्रो गाइड टिचर हुनुपर्छ, इन्लाइटेन्ड वान। उहाँबाट सुरु भएर अनि यो उहाँको जन्मस्थिति चाहिँ होल्मो लुङरिङ भन्छ, ताक्सिक होल्मो, प्योर ल्यान्ड। यो कति वर्ष, कति हजार वर्ष पुरानो इतिहास हो बोनको? अब हाम्रो चाहिँ
200 समथिङ इयर्स भयो तुम्बा सेरबले यो टिचिङ चाहिँ प्रिच गरेर अहिलेसम्म त्यो चाहिँ अब दुई थरीले हो हाम्रो चाहिँ अकॉर्डिङ टु टेक्स्ट हामी त्यो मानेर जान्छौँ तब स्कलरहरूले अब सबै फाइन्डिङ गर्ने उनीहरूले केही फिजिकल स्पेसिफिक एभिडेन्टिकल केही नपाएसम्म उनीहरूले एक्सेप्ट न त्यो स्कलरहरूले 6,000 8,000 धेरै आफ्नो आफ्नो फाइन्डिङको हिसाबले भन्छ त्यो ओरिजिनली हाम्रो एज पर आवर ओरिजिनल टेक्स्टमा अब 18,200 समथिङ हो त्यतिको पुरानो हो अनि त्यहाँबाट हाम्रो ओर्मो लुङनिङबाट ग्रेजुअली आउँदाखेरि साङसुङ भने एक न्यू टेरिटोरी या किङडम हो अहिले चाहिँ अब जियोलोजिकली अहिले हेर्यो पनि माउन्ट कैलाशको एरिया माउन्ट कैलाश चाहिँ सेन्टर अफ द साङसुङ किङडम हो त्यति बेला साङसुङको माउन्ट कैलाश चाहिँ सेन्ट्रल एरिया सेन्टर जियोग्राफिकल सेन्टर अफ द एरिया एन्ड देन त्यो माउन्ट कैलाशमा अब सबै तीर्थमा जानुहुन्छ हैन अहिले हिन्दू भयो हाम्रो बुद्धिस्टहरु टिबेटन अनि बोन पनि अफ कोर्स त्यो गर्दाखेरि त्यहाँबाट साङसुङबाट ग्रेजुअली चाहिँ उहाँले तिब्बतमा लिएर आयो टिचिङ तर स्प्रेड त त्यो भन्दा पहिला पनि धेरै ठाउँमा गरिसक्यो अब मोस्ट वेल नोन धेरै कन्ट्रीबाट मोस्ट वेल नोन हाम्रो जमलिङ खे बिगेन टु भन्छ के 6 ornamented great masters like Tagzi Thom चाइना इन्डिया साङसुङको दुईटा छ टोटल गर्दा 6 ग्रेट मास्टर छ उनीहरू जमलिङ खे बिगेन्डु द ग्रेट लर्नेड स्कलर एज ornament of the whole world that is our त्यो आफ्नो कन्ट्रीजमा त्यो 6 वटा कन्ट्रीजमा आफ्नो शिक्षाहरू गएर ट्रान्सलेट गरेर टिचिङ प्रचार भइसक्यो अनि पछि चाहिँ तिब्बतमा तम्बा सेरप खुदै त्यो ओल्मो लुङनिङबाट साङसुङमा आयो साङसुङको त्यसको ठाउँको अहिले रुइन पनि छ सिल्भर भ्याली गरुडा भ्याली सिल्भर लेक भन्ने त्यो माउन्ट कैलाशको अलि यता पर्छ त्यो बाटोमा पर्छ त्यो रुइनहरू अहिले पनि छ चुङलुङ उल्खर भन्ने ठाउँमा उहाँ चाहिँ त्यहाँ त्यो किङडमलाई त्यो टिचिङ गर्यो अनि उहाँबाट फेरि तिब्बतमा आएर कोङ्बो फेरि भने हाम्रो मोस्ट होली pilgrimage site of the Tibet, whole Tibet. So nowadays it's maybe a few hours away from east to Lhasa. राम्रो बाटो छ आजकल त्यो कोङ्बो फेरि भन्ने माउन्टेन अफ होली माउन्टेन अफ बर्न भन्छ कि त्यो बसेरप चाहिँ तिब्बतमा आउँदाखेरि उहाँ चाहिँ उपस्थित भयो उहाँ चाहिँ भएर बेसिक टिचिङ खजल टिचिङहरू उहाँबाट सुरु गर्यो अहिले उहाँ हाम्रो 12 months season never ends the pilgrimage. People are going there, including Buddhists and both. So त्यो चाहिँ हाम्रो टिचिङ स्टार्ट भयो त्यहाँबाट अनि ग्रेजुअली बढ्नु चाहिँ फर्स्ट किङ अफ टिबेट न्याटी चेम्बो उसको सेकेन्ड चाहिँ उसको छोरा बुटी चेम्बो त्यहाँबाट कन्टिन्युली गएर अब जबसम्म हाम्रो बुद्धिस्ट फ्रेन्ड्स ब्रोड फ्रम इन्डिया तबसम्म हाम्रो टिबेटमा एउटा मात्रै धर्म थियो त्यो चाहिँ बर्न मात्र हो युङडुङ तम्बा सेरपको टिचिङ होल टिबेट इज बिङ द फलोवर एन्ड बिलिभर अफ द तम्बा सेरप एन्ड युङडुङ टिचिङ पछि अब त्यहाँबाट आएर अब हिस्ट्रिकली सुरु भयो पर्सिक्युसनहरू अब त्यो जहाँ पनि त्यस्तै हुँदो रहेछ होइन नयाँ ल्याउँदै पुरानोले हटाउँदै त्यो त भेरी नै पर कम्प्लिटली इभ्याक्युएट गर्नु सकेन अहिले पनि अब तिब्बतमा all 3 region माउन्ट कैलाशबाट माथि तल गए पनि होल रिजनमा more or less बौद्ध धर्म अहिले पनि छ जस्तो अहिले पनि त मान्छेहरू बौद्ध धर्म सबैभन्दा पुरानो धर्म हो तर यो धर्मको बारेमा त्यति धेरै मान्छेहरूलाई थाहा छैन भन्छ नि त सबैले हैन हजुर त्यो कुरा ठिक हो त्यो अहिले मैले भनेको जस्तो बौद्ध धर्म चाहिँ one of the oldest religion on earth we can say very much now. Some people believe, some people doesn't believe. That is not the question of whether it's true or not. तर धेरै मान्छेले त्यो प्रचार गर्नु चाहिँ भेरी मिसइन्फर्मेसन गर्यो मिसलिड गर्नुभयो बौद्धको लागि धेरैले त बौद्ध भनेपछि बौद्धको बारेमा उहाँले केही पनि स्टडी गरेको छैन एक पन्ना ओरिजिनल बौद्ध टेक्स्ट पढेको पनि छैन तर पनि सजिलोसँग बौद्ध गर्नु हुँदै बौद्ध पढ्यो भने तिमी त नरकमा जान्छौ बौद्धको बारेमा केही पनि ज्ञान छैन तर पनि त्यही
मुखले कुरा फैलाएको मिस इन्फर्मेसन दिएको गाइड गरेकोमा बिलिभ गरेर त्यही रिपिट गरेर त्यो पनि राम्रोसँग बुझ्दैन उनीहरूले होइन त्यस कारणले अब मान्छेहरूले नजान्ने मान्छेहरूले पहिल्यैदेखि नै लो त्यो नगर है सुरुमै डराइदिए जस्तो हामीले अब जहर हुन्छ नि पोइजन बा आमाहरूले सबैजनाले लो त्यसमा नछुने है बच्चाले सम्झाउँदैन यो खायो भने मुखमा गयो भने मर्छ भने उ चाहिँ बिचरा थाहा पनि छैन कुन चाहिँ कम्पनी हो कुन टाइपको हो कति इफेक्ट गर्छ कति खायो मर्छ कति खायो मर्दैन थाहै छैन पहिल्यै हामी सबै पोइजन भनेपछि होइन त्यसो भने बोनको बारेमा केही पनि थाहा छैन अब त्यसो गर्दाखेरि पढाइ नगर्यो ज्ञान नगर्यो कन्ट्याक्ट नभए पनि अब त्यसको बारेमा राम्रो के जाने अब जानेको चाहिँ तपाईँले मिसगाइड गरेको मात्र हो भनेको त्यो मिसगाइड गर्ने सुरुवात चाहिँ कहिलेदेखि भयो रिमर चाहिँ I think very much started from the 7th, 8th century onwards when our Tibetan adopted new religion from Buddhist. Buddha Shakyamuni ji. Shakyamuni ji Buddha ko teaching चाहिँ नराम्रो होइन तर मान्छेले politize and also misinterpreted because they want to establish a new thing. And the people who are believing from generation and generation after, it's not easy to say, okay, I'm going to drop this and I'm going to adopt. This सबै जग्गा हो त्यो आफ्नो कल्चर रीतिरिवाज बिलिभ होइन पुर्खौँबाट आएको चाहिँ एकैचोटि त मान्दैन त जसले भन्यो भने अब त्यो नमान्दाखेरि अब फोर्स गर्नु पर्यो होइन टर्चर गर्नु पर्यो त्यसपछि त्यो 8th सेन्चुरी पछि चाहिँ बिस्तारै बोनको कम हुँदै गयो धेरै जग्गा त हाम्रो धेरै मन्दिरहरू डिस्ट्रोय भयो टेक्स्टहरू धेरै हिस्ट्री छ अब त्यो दोहोऱ्याएर पनि केही फाइदा छैन तर त्यो गरेर अराउन्ड 11th सेन्चुरी फेरि रिभाइभ सुरु हुन थाल्यो 11th सेन्चुरीदेखि वान अफ द ग्रेट मास्टर फ्रम द सेम क्लान अफ तम्बासेराप हो त्यसको द किङ अफ अल तेर्द भन्छ हामीले सिन्चेन लुगा भन्ने एउटा मास्टर छ ग्रेट वेल नोन इन स्कलर सोसाइटी टु बिकज हि इज द वान सोर्स उहाँले त्यो पुरानो पहिला हाम्रो प्रोसिक्युट बेलामा हाम्रो महापण्डितहरू स्कलरहरू सिद्धाहरूले हाइड गरेको रकमा अर्थमा पानीमा फलाना थलाना त्यो अब प्रोटेक्टरसँग ओथ गरेर बाउन्ड भएर अनि प्रोटेक्ट गरेको चाहिँ अब समय आयो निकाल्नुलाई उहाँले फेरि बिस्तारै निकाल्दै शिक्षा गर्दै पढाउँदै उसको डिसाइपलहरू ट्रु स्यु पा मे भन्छ हाम्रो यो चाहिँ छुङ भनेर लिनेज हाई लिनेज हाम्रो 5मा छ तर यो उहाँको मेन चेलाहरू ट्रु स्यु पा मे भनेपछि ठुसाङ भन्ने एउटा लिनेज छ अब अहिले चाहिँ ठुचाङको लिनेज त छैन खतम भइसक्यो सुचाङ भन्ने एउटा लिनेज छ अहिले पनि छ धेरै पा भनेको पचाङ लिनेज अहिले पनि छ मेउ अहिले पनि छ लिनेज कन्टिन्युली दे हेभ देयर ओन मानस्ट्री पर उहाँको त्यो 4 जना धेरै भएकोमा 4 जना चाहिँ नि मेन स्टुडेन्ट भएर एउटाले अर्को जिम्मेवार थप्यो के तपाईँ यो शिक्षालाई प्रचार गर अरूले शिक्षा गर्ने गाइड गर्ने प्रिजर्भ गर्ने भनेर उहाँले एकजनाले सूत्रको दियो एकजनाले तान्त्रको दियो एकजनाले जोक्सेङको दियो एकजनाले यस गर्दाखेरि उनीहरूको त्यो कन्टिन्यू फ्लोरिस भएर अनि त्यहाँबाट अर्को पनि आउँदै नयाँ आउँदै फ्लोरिस गरेर अनि जस्तो हाम्रो मेन्डी छ ट्रु लिनेजको ठुचाङको लिनेज मान्छे लिनेजको छैन किनकि दुईचोटि लिनेज हाम्रो लिनेजबाट दुईचोटि चाहिँ उहाँहरूले त्यो पेन्सन रिम्पोचेको रिइन्कार्नेसन भनेर रिकग्नाइज गर्यो त्यहाँबाट चाहिँ सबै फ्यामिलीले उहाँ पेन्सन रिम्पोचेको मानस्ट्रीमा चाङटासी लिम्बूमा लिएर गयो द्याट वाज द एन्ड अफ द आवर लिनेज अफ द कन्टिन्युसन बिकज दे अल ट्रान्सफर द धर्मा इन्टु बुद्धिस्ट एन्ड सो फोर्थ सो लिनेज पनि अब त्यहाँबाट ट्रु भनेर त्यो भएन तर ट्रुको लिनेज अफ द टिचिङ चाहिँ अहिले पनि हाम्रो मेन्डीको कन्टिन्युली त्यही लिनेज हो रिमर चाहिँ यो बौद्ध धर्मको महत्त्व चाहिँ के हो त टिचिङ जबसम्म तपाईँ मान्नुहुन्छ कि म यो धर्म मान्छु म यो धर्म प्र्याक्टिस मान्ने कुरा एउटै हो प्र्याक्टिस नहुने कुरा एउटा हो प्र्याक्टिस बाहिर रिजल्ट पाउने एउटै हो त्यो चाहिँ तपाईँमा निर्भर हुन्छ तर खास चाहिँ महत्त्व चाहिँ
यो इगो बढाउनको लागि होइन बर्न भनेपछि त इगो जस्तो आगो बलेको हुन्छ नि फ्लेम हुन्छ पानी चाहिँ त्यसलाई काम गर्नेलाई पानी हो पेट्रोल होइन जस्तै कि हाम्रो सबैहरूको बीचमा 5 वटा पोइजन त छँदैछ हो कि हाम्रो बीचमा सबै छ पोलिटिशियन पनि छ बिलिभ गर्नेवाला छ नगर्ने मान्छेले पनि छ धर्म गर्ने मान्छेले पनि इक्वली छ त्यो 5 चीज त त्यसको लागि केले मात्रै त्यो बुझाउन सक्छ भने धर्मले अब हामी बर्न बन्छौँ होइन बर्न धर्म चाहिँ मेन चाहिँ हामीले भन्छ कि तुङ्गा कन्ट्रोल गर्ने 5 पोइजनलाई कन्ट्रोल गर्न सक्छ त्यो कन्ट्रोलबाट के हुन्छ अपोजिट 5 पोइजनको कन्ट्रोल गरेर 5 विजडम हुन्छ 5 विजडमबाट आफ्नो मनमा त्यही शान्ति सुख ओपन एन्ड रियलाइजेसन हुन्छ रियलाइजेसनले एकजना मान्छेलाई होइन जस्तो हाम्रो गुरुहरू छ जस्तै अहिले चाहिँ हाम्रो 34th हिज होलिनेस हुनुहुन्छ मेन्डीमा अब भर्खरै हामीले सेलिब्रेसन गरेको गुरु हाम्रो त्यो योङ्जु रिम्पोछे हुन्छ हिज एमिनेन्स भन्छ हामीले है हिज एमिनेन्स योङ्जु रिम्पोछे अब उहाँ एकजना हो उहाँहरू तर हजारौं स्टुडेन्ट्सहरू छ एकजनाले कति मान्छेले त्यो गर्नु सक्ने शिक्षा प्र्याक्टिसनर पोम्बो त्यो महत्व चाहिँ आफ्नो मनमा लाइफमा इन्टिग्रेट गर्न सक्यो त्यो हो फाइनली कट अफ द सफरिङ रुट अफ द सफरिङ फाइनल एटेनमेन्ट अफ बुद्धहुड त्यो चाहिँ मेन कुरा हो मेन पर्पस हो त्यो टिचिङको रिमर चाहिँ यो बोन धर्ममा नि जस्तो युङडुङ बोन र प्राचीन बोनको कुरा पनि छ हैन हजुर हजुर यो दुईवटामा के फरक छ अलि बुझिने तरिकाले भन्नु हजुर हजुर त्यो राम्रो क्वेशन पुछ्नु भयो तपाईलाई त बर्न हामीले चाहिँ अब धेरैजना मान्छेलाई अहिले पनि आजकल पनि भन्दैछ बर्न र अनि त्यो सेक्रिफाइस एकै जग्गा राखेर एकैमा कसैले जानेर पनि त्यो नजानेको जस्तो गरेर पर्पसले भन्छ कसैले नजानेर अघि मैले पहिला भनेको अर्काले मिसलिड गरेको त्यसैमा बिलिभ गरेर बसेको सेटिस्फाइड भएर बसेको हुन्छ त्यस कारणले बर्न भनेपछि धेरै जसो हाम्रो सोसाइटीमा मिसइन्फर्म के छ भने बर्न भनेपछि त सेक्रिफाइस गर्ने शमानिक चाहिँ उसको मिन तर युङडुङ बर्न र बर्न अन्तर गर्ने नगर्ने बर्न भने पनि युङडुङ बर्न भने पनि बर्न उनीहरूको त्यो हेर्नेको तरिका छ नि त्यो चाहिँ मेन अनफोर्चुनेट वे अफ थिङ्किङ अबाउट हुन चाहिँ एउटै हो एउटै होइन बिल्कुल अलग हो एउटै भयो भने त उनीहरू केही पनि रङ भएन नि त्यही भयो हाम्रो बर्न चाहिँ अब त्यो अर्का अहिले पनि छ धेरै जस्तो जाङ्ग्रेहरू छ जाङ्ग्रेले नराम्रो भनेको होइन शमानिकले नराम्रो भनेको होइन तर आफ्नो वे अफ इम्प्लिमेन्टिङ दि प्र्याक्टिस ओ रिचुअल एन्ड सेरेमनी आफ्नो तरिका सबैको मनमा राम्रो चाहिँ जस्तो कोही बिमारीले ठिक गर्नुले कुखुरा काट्यो भने इन्टेन्सन त बिमारको ठिक गर्ने होला नि होइन त्यो कसैले त फेरि अर्कै होला तर पनि इन्टेन्सन अब त्यो त आफ्नो यो त्यो ट्रान्समिट गरेको नि उहाँले आफ्नो टिचरले उहाँलाई अब त्यस्तो बर्नमा चाहिँ त्यो चाहिँ एकदम एभोइड गर्नुपर्छ त्यो किनकि त्यो सेरबले क्लियरली भन्नु छ चिक्सो चावे बर्न दाग मिसेसो तेने लबर इम्बे चारो मिरुङोस that's not my teaching he say to save someone's life taking someone's life it's totally contradictory to my teaching my burn my wisdom so it is a wrong way of doing must if you are a follower of my teaching and should not be involved in this is wrong this is not a teaching अनि अर्को कुरा कोटेसन के भन्नु भएको छ भने तमले तेम्बीले नि निङजे हि भन्छ भनेपछि बर्न भन्छ नि हामीले टिचिङ अफ द युङडुङ के हो भने अब इम्प्लिमेन्ट एक्सनमा लियो भने के हो भने अब उहाँले के भन्छ भने तेम्बीले नि निङजे नि डोदन्सोस सो द मेन एक्सन अफ द बर्न एन्ड पोम्बोस मिन्स हो कि बर्न आफै धर्मले त त्यो गर्दैन अब मेन एक्सन चाहिँ जस्तोमा भम्बो भयो अब मैले भम्बोको नाम लिएर मैले त्यो ट्याग चाहिँ लियो नि अब म भम्बो गेसे हो भम्बो लामा हो तर काम चाहिँ मैले
contradictory to the burn dharam of Tambashiram. गरेपछि त म अथेन्टिक बर्न भएन त मेरो त होइन त्यसो नहुने त्यसले उहाँले के भन्नुभयो भने उहाँले चाहिँ तेम्बी लेने निङ्जी लेने डोदोसो means tempa the teaching of Yung Drungpa is compassion. Compassion भनेपछि to serve the sentient beings. That is what the Buddha. So we have to stick with this essence. Then it is clearly, if people are open and wisdom and knowledgeable to see the difference, there's no need to debate, there's no need to explain, saying, okay. यही हो हाम्रो मान्छेहरुले खासमा त मान्छेहरुले धेरै कुरा बुझ्दैनन् त यस्तो हजुर हजुर धेरै जसो त बिचारा नबुझेर हो धेरै जसो अब पढालेखा भनौं न सो कल पढालेखा तिनीहरुले त अब तर रिम्बर चाहिँ यो प्राचीन बोनले त युङडुङ बोनलाई त एक किसिमको त बदनामै गरेको अवस्था देखियो नि हैन यो खास यो इतिहास हेर्दाखेरि त हैन मैले त्यसरी हेर्दैन किनकि त्यो प्राचीन बोन आफै सबले त्यति बेलामा बुद्धको टिचिङ नभएको बेला त्यही त हो नि एउटा कमसे कम जनताले आफ्नो सोसाइटीले अब हाम्रो मनमा आफूभन्दा एउटा अलि माथि पावर भएको एनर्जी भएको एकजनासँग त अब होप राख्नु पर्यो फ्री गर्नुले आफ्नो सफरिङ अब त्यति बेला भएको चाहिँ यही हो केही हिसाबले फाइदा पनि भइरहेको छ त्यति बेला तर चाहिँ त्यसले अल्टिमेट जहाँ तक मेरो नलेज हो त्यसले अल्टिमेट बुद्धहुडमा त केही पनि पठाउन सक्दैन अब त्यस कारणले अब उहाँको अहिले पनि उनीहरु जो फलो गरिरहेछ कसैले पनि इन्टेन्सनली यो धर्म राम्रो होइन यो धर्म राम्रो भनेको छैन तर वन धर्मलाई कसैले सबभन्दा चाहिँ त्यो हिन्ड्रेन र नुक्सान गरेको नराम्रो गरे पनि मान्छे हो हाम्रो मान्छे हैन मान्छेको बुद्धिमा भएको नलेज भएन जहर हाल्यो त्यो जहर चाहिँ आफ्नो बुद्धि सम्झेर ओ यो हो है यसो गर्नु हुँदैन है कति जना मान्छेले मिसलिड गएको त्यो कर्म बिलिभ गरेपछि कति नराम्रो कर्म आफैले कल्टिभेट भयो त्यो चाहिँ हाम्रो मान्छेले गर्दा जस्तोमा बुद्ध साङ्गे मुनिले भन्छ ए म भम्फो हो बुद्ध साङ्गे मुनिको टिचिङले म राम्रो मान्दैन भनेपछि बुद्ध त अब गइसक्यो 2500 भन्दा बाहिर बुद्ध आएर मलाई के पनि डिबेट गर्दैन हैन न बुद्धको टिचिङले गर्छ तर गर्नु चाहिँ म आफ्नो क्रोध दिमान नराम्रो सोच्ने तरिकाले मैले त्यो गरे नि राम्रोसँग आफैले आँखा भएको भए अनि त्यसले कसले फाइदा र कसले नोक्सान छ तिमीले केही आफ्नो धर्मको लागि मा बम्बो भएर ल तपाईले त्यो कुरा गरेर फोन धर्मले के प्रचार के फाइदा भयो फाइदा भएन अनि तपाईले के फाइदा भयो त्यो पनि फाइदा भएन जन नोक्सान भयो आफ्नो कर्म त आफैले लिएर जानु हो नि तर कर्म मान्ने कर्मै नमान्ने कसो हो कर्म मान्ने ग्रुपमा हुन्छ तपाई म पनि तर कर्म नमान्ने भए पनि अनि मान्ने ग्रुपमा नमान्ने भएर के फाइदा हैन त्यसै हो धर्म त मान्छेले बिग्रेको त्यो न त कुनै धर्मले एक धर्मले त नुक्स कोज्नेले पनि गर्दैन किनकि सबै धर्मको अल्टिमेट या बेसिक टिचिङ चाहिँ लभ हैन कम्प्यासन काइन्डनेस फ्रेन्डशिप त्यही त भन्छ नि हैन सबैले सुख होस् कोही भन्दैन कि ल नेपालमा भएको मान्छे मात्रै सुख होस् हुनै सक्दैन संसारमा सुख भए नेपालमा सुख अटोमेटिकली हैन त्यस्तो हो त्यसकारणले धर्म भनेपछि हाम्रो एकचोटीले अट्याचमेन्टले मेरो धर्म भनेर एकदम राम्रो जस्तो अर्कोको धर्म भनेर अलि जस्तो त्यो हाम्रो आफैको भित्रको त्यो नलेजको क्यापेसिटी भनौं न देखाउँछ हामी आइनाको अगाडि बस्यो भने हाम्रो आफ्नै चेहरा कसो छ देख्छ नि हैन त्यो हाम्रो बिहेभियरमा कसरी कुरा गर्ने कसरी बिलिभ गर्ने कसरी एक्ट गर्ने एभ्रीडे लाइफमा त्यही त तपाईको मेन आइडेन्टिटी त त्यही हो त्यो नाम र त्यो त सबै त रिलेटिभली क्रिएट गरेको हैन अब मलाई गेसे भन्छ अब मैले फलाना सर पढाइ गर्यो अब गेसे भयो त्यो नाम त दियो नि मलाई टाइटल हैन तर असली गेसे हो कि हैन त मेरो भित्रको ज्ञानमा हुन्छ नि आफ्नो कतिको ज्ञान छ गेसेको ज्ञान टाइटल होइन गेसेको ज्ञान त्यो त आफ्नो भित्र हुन्छ त्यो चाहिँ रिफ्लेक्ट तपाईको
अर्को मान्छेसँग कोरेस्पोन्डिङ रेस्पेक्ट कसरी गर्छ, ट्रिट कसरी गर्छ, इक्वालिटी छ कि छैन, कि प्राउड म तिमीहरूको बस हो, तिमी चाहिँ मेरो तल काम गर्ने, कसै मान्छे यस्तो हुन्छ नि। त्यो अब तपाईँ आफैले सोध्नुपर्छ, म एउटा प्र्याक्टिसनर बुद्धिस्ट होस्, सिख होस्, हिन्दू होस्, जैन होस्, विचार गरेर अनि कतिको तपाईँको भित्र चाहिँ त्यो छ। तपाईँ बम्बो हो भने सम्झिन्छ भने कति बम्बो छ, साँच्चै तपाईँले के छ भन भनेको तपाईँले कसरी बुझ्छ, जति बुझ्यो त्यो कतिसम्म इम्प्लिमेन्ट आफ्नो लाइफमा गर्नुहुन्छ, त्यो कारणले अनि हामी फरक गरिदिन्छ क्या। हस्, थ्याङ्क यू रिम्बोछे, आफ्नो अमूल्य समय दिएर बौद्ध धर्म र बौद्ध धर्मको इतिहास र बौद्ध धर्मको बारेमा। हस्, थ्याङ्क यू धेरै।